सनराइज हाम्रो त सनराइज पनि डुब्यो कि सनसेट पनि डुब्यो गाइस यहाँ भर्खरै म स्क्याम भएँ Hello guys, welcome to my vlog. It's me Sarita Shrestha. हजुरले चिन्नु नै हुन्न होला यो चाहिँ मेरो साथी अनामिका भन्ने हो यो चाहिँ आज लास्ट अहिले हामी बुलेटमा चाहिँ जान लाग्यो हैन है गाइजहरु हामी चाहिँ स्कुटी आउँदै छ हाम्रो अनि यो चाहिँ यसको चाहिँ आज ड्रेसअप यस्तो छ उहाँको हैन अनि आउटफिट ल सर्ताको चाहिँ यस्तो खासमा भन्ने बिर्सेँ म काजल लाग्यो भने म चाहिँ सौरा जान लाग्यो रेडी भएको 5 घण्टा बढी भइसक्यो मेकअप पुरै पसिनाले बगाइसक्यो अलिअलि राम्ररी भएको थिएँ ल्यासेस चाहिँ फेरि नेचुरल ल्यासेस है मेरो त्यही हो ल बाबाई अहिले मलाई लाज लाग्न सक्छ होइन उहाँको हिसाब मान्छेहरूको अगाडि अहिले पनि अब कोही होइन त मलाई लाज लाग्दैन अहिले उहाँ गएपछि चाहिँ पुरा त्यो इलेफेन्टहरू पुरै हामी कहाँ कहाँ जान्छौँ थाहा होइन म भन्दिनँ अहिले हजुरहरू हेरेर भन्नु होला है म उहाँ गएर चाहिँ म यसरी भ्लग बनाउँदिनँ कि मैले अहिले नै एक्सप्लेन गरिदिएको उहाँ गएपछि चाहिँ म यो हात्ती हो यो हो ल अब हामी यहाँ डान्स गर्न लाग्यो अब मेरो चाहिँ स्कुटी आइपुग्यो मेरो मम्मी र यो को मान्छे यहाँ आइपुग्यो अनि ल अब हामी चाहिँ जान लाग्यो है ल हामी चाहिँ सौरा आइपुग्यो है ग्रेडमा बोल्नै आएन सौराको पुलमा है हामी अनि हेर्नु सर्ताले चाहिँ स्कुट चलाइरह अनि म चाहिँ यहाँ पछाडि अनि यो चाहिँ अब हामी चाहिँ यताबाट राइट साइड लिन्छौँ होइन सौरा जानलाई यो चाहिँ सौरा जानेको के हो यो डाइरेक्सन हो क्या हो यहाँ चाहिँ के हो पानी ट्याङ्की होला यहाँ चाहिँ चौतारा रहेछ मलाई फर्स्ट टाइम मलाई केही थाहा छैन यहाँ चाहिँ खोइ मेला ला रहेछ क्या हो गाडी छ चम्पक जान्न ट्रायल हो क्या ट्रायलै हो यस्तो त हुन्न यो चाहिँ गाडीको ट्रायल भएर रहेछ गाडीकै हो तेरो टाउहरू ढिलो भइरह्यो यो हेरेर के हुने हो र दिदीहरू कहाँ जानुभयो अनि त्यही त घन्टा कस्तो राम्रो थियो सनराइज हाम्रो त सनराइज पनि डुब्यो कि सनसेट पनि डुब्यो समीक्षा दिदी चाहिँ गायब हुनुभयो अनि म साथीहरू गर्दै आफ्नै तिनीहरूलाई पनि देखाउनु आइपुग्यो समीक्षा र सुषमा चाहिँ चितवनमा चाहिँ यसरी बाटो गैडा के अरे हात्ती हिँड्छ यो चाहिँ हात्ती चोक हो अनि हात्ती यसरी हिँड्छ अगाडि 4-5 वटा हात्ती गयो हामीलाई चाहिँ आउने बित्तिकै जुस्तेर स्वागत गर्नुभयो उहाँहरूले होइन हामी चाहिँ हो यहाँनिर बसेको त्यहाँदेखि दुईवटा साथ जाँदै हामी चाहिँ यहाँ बसेको एकदम दामी छ म यहाँ पहिला पनि बसिसकेँ त्यसैले म यहाँ आएको थिएँ हामी चाहिँ रेडी भएर हामी यसरी जाँदै यो चाहिँ रेस्टुरेन्ट होला मेबी होइन खासै मैले राम्रोसँग घुम्न पाएन कि अनि यो चाहिँ यस्तो छ हामी चाहिँ अब थारू डान्स हेर्न जाँदैछौँ यो चाहिँ चितवनमा एकदम फेमसमा पर्छ मलाई चाहिँ लाज लागिरह्यो त्यही भएर मैले अगाडि आएर मुख छोपेर बोलेछु साथीहरू अनामिकाले चाहिँ लाज लाग्दैन चटपट खाएर यसरी अझ हामी दहीपुरीको वेटमा बस्यौँ दही चटपट मिठो थियो पानीपुरी खासै मिठो लागेन किनकि पानीपुरीको सस ग्रिनमा थियो पुदिना समथिङ केही फ्लेभरको होला मलाई चाहिँ खासै मन पर्दैन कि यो अनि त्यही भएर मेरो आवाज राम्रोसँग आएको छैन होला किनकि आई डोन्ट ह्याभ एनी माइक्स म मेरो फोनबाट भ्लग गरेर हो त्यही हो बाई दहीपुरी खाएको भिडियो देखाउँछु गाइस यहाँ भर्खरै म स्क्याम भएँ
वाइफाई को पासवर्ड 88 लेखेर मान्छेलाई बेवकुफ बनाउने हो त अनि लास्टमा पानीपुरी रहेछ कि पासवर्ड म अघिबाट 888 हान्दै बसेँ क्या अझ मैले डाटा पनि युज गरेँ मेरो डाटा पनि खर्च भयो लास्टमा 888 रहेछ हाम्रो दहीपुरी आयो हाम्रो दहीपुरी आयो कताबाट हो कि म केही पनि बोलिनँ है म केही पनि बोलिनँ स्याड हुनु हुँदैन है कहिले पनि चाहिँ मैले भिडियो नबनाएको कि फेरि बिल्ला हुन्छ कि भनेको तर हाम्रै रहेछ कि ल यही हो हामी खाना गएको म खाएर पनि देखाउँछु ल हजुरहरूलाई अहिले चाहिँ हामी त्यहाँ दहीपुरी खाएर थारू कल्चर प्रोग्राममा थारू डान्स हेर्न जाँदैछौँ हामी फर्स्टमा रहेछ किनकि हामी छिटो आउनुको कारण हामी अगाडि बस्नु हो हामी अलिक ढिलो आएछौँ भने चाहिँ हामी यतातिर पढ्न सक्छौँ नि त अनि अगाडि नै भयो भने त राम्रोसँग हेर्न पाउँछ नि त अनि त्यसैले हामी छिटो आयौँ टिकट हाम्रो 150 only per 1 person को हाम्रो चाहिँ डान्स सकेको अवस्था पछि हामी केही खानको लागि जान्छौँ हामीलाई लास्टै भोक लागिसक्यो खतरा नाचे म हामी त्यो डान्सहरू हेरेर पनि स्विमिङ गर्न आएको छौँ स्विमिङ पुलमा चाहिँ के हो लाइटै छैन यार पुरै अन्धकार छ यहाँ लाइट छैन भनेर सोधौँ न कता हो लाइटै छैन यहाँ स्विमिङ पुल त्यस्तो दामी हो तर लाइट छैन त्यस्तो त भएन नि त आज बाई बाई अब एकछिनपछि भेटौँला हामी चाहिँ अब स्विमिङ गरेर निक्लिने अवस्था भइसक्यो मेरो आँखा पनि रातो रातो भइसक्यो यहाँ चाहिँ सबै यस्तो चिसो के पानी आमामा मेरो यो ल्यासेस पनि पुरै यो टाल्ले यो उकेको चाहिँ होइन अलिअलि उकेको पनि होला टाल्लेको हो तर यो धेरै पानी खेलायो भने जान्छ त्यही भएर म धेरै खेल्दिनँ चाहिँ अहिले डिनर गर्न आएको तर डिनरमा खाना बाहेक हाम्रो सबै एक्स्ट्रा छ सबै एक्स्ट्रा त के भन्ने होइन खाइरहेको चिज हो त्यही हो यस्तो रातिको 12 बजे उहाँजीले यसरी खानुहुन्छ आइसक्रिम अनि त हाम्रो पेमेन्ट हुँदैछ त्यो चाहिँ एकदम नक्कल पार्ने हुन्छ है जतिखेर नि विनर भए पनि अनि सबै विनर बाइक सबैले खाने के कस्तो त अनि विनर बाइक सबैले खाने सर्ट चाहिँ यो सर्टको बाजे यति चाहम न त पहिलाको त ट्राई त्यस्तो यस्तो के नहानीलाई झन् यो खुवाउन मजा आउँछ के साँच्ची नै को है नाटक पारेको भिडियो अगाडि आयो रात काट्यो खोल्ने
खोली क्रममा मेरो हात पैसा घाइते भयो बाजी खेलौँ नै पैसा छैन मसँग पेन्डिङमा खाँदा पाउँछ होला नि खाँदा खाने अलिपछि रेखा लाम न त भइसक्यो कि रेखा त यो लिप लाइनरले यसरी हेर यहाँबाट नापेर यो यहाँ वर्ड हेर न वर्डमा गर न ए त्यहाँ पछाडि रहेछ त्यही ओडमै गर्नु हो नापे यस्तरी एङ्गल मिलाइ नापेर अनि यसरी नै बिचमा है यो ओको बिचमा ल ओको मुनसम्म सेकेन्डको ओ ए फर्स्टको ओ को बिचमा ल यस्तो कसले खान्छ ए गुड्डु गुड्डु ल छिटो 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 आज त नि अब तिमी बाहिर गएपछि अब दिनुहुन्न होला नाक थुनेर हाल कि खाने भए खाइ हुन्छ उसले आफै नखाने हो के ल नाक थुनेर खा गुड्डु गुड्डु ए छिटो कि यहाँ बसेर खान्छु अहिले यहाँ सुत्न मिल्दैन के यस्तो जिन्दगी नै आयो म त कहिले खादिनँ खायो ओइ खसाउनु पाउँदैन ए फेर न यता ए केही नि हुन्न कि अलिअलि खाँदा त बिर्सिदियो मलाई त सुयर लाग्छ अहिले भन्न थालिसक्यो फेरि नाप्ने कार्यक्रम अगाडि चलिरह लास्टसम्म म भाँची आयो म पछि उसले लिएर गयो अनमिकालाई पार्ने भनेर अनमिकाले लास्टमा उसलाई पारिदियो अनि यहाँ अलिकति धेरै थोरै भयो त केही नि हुन्न कि यहाँको त यो त अलि माथि सऱ्यो क्या हो पुगे होइन के मैले भइसक्यो कि अब त्यसमा हाल्न मिल्दैन अनि खानै पर्यो नि त भइसक्यो कि ल ल छिटो सुसलाई त केही नि हुन्न पहिले केही नि हुन्न खाइरहनु मान्छेले त कहाँ खाइरहनु र मैले खाइन हो ल 1 2 3 सट्टै तान्यो भने सजिलो त्यो रोक्न पाउन्न है बिचमा तर सर्दा कस्तो ज्यान कामी जस्तो हुन्छ र ज्यान काम्न थाल्यो के गर्छ आयो सुक्छ आयो चुटे अब आयो तेरो पालै छिटो 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 यसलाई त थपेर दिए ल भयो ल भएन है फिज आएर हो त्यो फिज आएर स्टार्टिङमा त्यसरी चुपुलाएर खानु नै ठुलो कुरा हो होइन हो भाइ मैले गरेन नि यहाँ सबैले हुन्छ मात्र नखा मैले ल ल सबै बोल्छ अहिले गुट्टु गुट्टु एकदम ल ताली 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 फिज खत्म बाय बाय टाटा गुड बाय गया भित्र अहिले गरेको म फेरि त्यति खाएर हो थाहा त्यस्तो भए आइसक्रिम चाहिँ यसरी खाइरह झोल भयो कि त टाइमै देखेर हेलो गाइज गुड मर्निङ एभ्रिवान हेलो गुड मर्निङ एभ्रिवान म चाहिँ बिहान हामी चाहिँ निद्रा पनि पुगेन हामी चाहिँ राति 12 बजे सुतेको हो ए 12 बजे चाहिँ 3 बजे बिहानको 3 बजे उठेको हो अनि हामी चाहिँ सरदाको भ्लगमा आएको होइन यो सरदाको क्यामेरा चाहिँ के भयो जस्तो मलाई थाहा छैन यो टोपी त बङ्गो भयो सरी ए दिस इज माई ओटिडी
यो यस्तो कटेज जस्तोमा बसेको अनि यो यस्तो दामी हो कि गाइस यहाँको भ्यू होइन अनि त्यहाँ स्विमिङ पुल पनि छ हामी हिजो राति गऱ्यौँ आज बिहान चाहिँ गरेनौँ त्यही हो नक्कली एउटा नक्कली गयो त्यो कोदायो भाइहरू थाहा छैन मलाई अनि कहाँ खिच्ने हो त्यही खिच्ने हो ला त्यहाँको फ्लावर हटाइदियो चाहिँ यार म झन् त्यो भयमा फ्लावरमा खिच्ने भनेको तर होइन आजको मेरो गेटअप फेरि यस्तो छ कि पर्खी गेटअप फेरि यस्तो छ अनि प्यान्टहरू लगाएको मैले अनि त्यही भएर सो अनि यहाँ चाहिँ सबैजना रेडी हुँदै छ मेरो चाहिँ आज यही हो आउटफिट म जिम जान जस्तो देखियो त्यही हो उफ गाइस कति गर्मी कति हो आम्म पसिना हेर्नु त्यहाँ अनि मैले भित्र लगाएको यो ज्याकेट के अरे बाहिर लगाएको यो ज्याकेटहरू खोलिदिएँ होइन तिनीहरू चाहिँ आमामा तिनीहरूलाई एकचोटि फोटो खिचेर पुग्दैन कि है त्यही हो अब हामी चाहिँ घर जान लाग्यो मेरो घरबाट फोन आएर मैले गाली खाइसकेँ होइन मेरो ड्याडी श्रीले मलाई कराइसक्नु भयो 1 घन्टामा घर पुगेर भने मैले जाने हो नि त्यहाँ भन्नुभयो है यस्तै हो गर्मीले सीमा नागिसक्यो अब एकछिन एसीमा बस्छु अनि त्यसपछि टाटा बाई बाई हामी केही खाएर अनि त्यसपछि हामी घर जान्छौँ यतिकै चाहिँ जान्नौँ है यस्तरी हात्ती देख्यो अहिले हात्ती छटाएर हान्दियो भने जस्तो लागिरह तर खै के गर्नु डर लाग्यो सुडले हान्दियो भने कत्रो हो कि कत्रो म खुट्टा हेर्न अहिले त कुल्च्यो भने नि कि हामी चाहिँ अहिले बुजुङ घर आएको खाना खानु यस्तो भन्यो कि मैले ट्याक्क त्यतिखेर कुदाएँ अनि यसको क्याब झऱ्यो अनि कमसेकम यस्तो अलिकति ओइ मेरो क्याब झऱ्यो साइड ला भने नि कस्तो मलाई एकछिन त मुटै ढिसिङ भएको कि एकछिन त के बोल्यो भइरहेको चाहिँ बुजुङ घर अनि यता म फर्स्ट टाइम आएको यार यहाँ तर कस्तो राम्रो रहेछ ओ एकदम छिटो गरिदिनु भन्नु है भित्रै बसौँ न शीतल होला कस्तो राम्रो के भयो म त आएकै थिइनँ यार हाम्रो चाहिँ खाना आइपुग्यो है 2टाको चिकन 2टाको पोर्क